गाइजहरू चाहिँ हामी चाहिँ अहिले अब हाम्रो बाजेको जिउँदो बसको लागि बाख्रा लिन जाँदैछौँ। अब बिचमा हेर्नु होला कस्तो छ, लाइक सब्सक्राइब गर्नु होला। फर्स्ट टाइम ब्लग हो। गाइजहरू देख्न सक्नुहुन्छ यो अलि चाहिँ अघिभन्दा माथि पनि भएको छ। अनि यहाँको मौसम पनि सुहाना छ। अलि जङ्गलमा छौँ। यता चाहिँ विवाह थियो, गीत त बजिरहेछ, त्यसले सुन्न सक्नुहुन्छ। अलि मौसम पनि सुहाना छ, देख्नु सक्नुहुन्छ। यसको कति केजी होला नाप्नु पर्यो? यो होला लगभग कति 50 होइन 25 केजीसम्म होला। 25 केजी। भाइ लाइक एन्ड सब्सक्राइब भन् त। लाइक एन्ड सब्सक्राइब गरिदिनु हुन। म बिना पनि गुड। एमबी भ्लगलाई लाइक सब्सक्राइब गर्नु होला। भाइले पनि भनिसक्यो। त्यही त अगाडि हिँडिरहेछौँ। अनि यस्तै छ, मौसम चाहिँ चिसो चिसो भइरहेछ। बाख्राहरूलाई कति मजा है। बाख्राहरूलाई मजा छ के। यति साह्रो त्यो बाक्लो भुत्राहरू हुन्छन्। हाम्रो त हुन्न, लुगा लाउनुपर्छ। अनि अझै पनि कट हान्दैछन् अगाडिको दाजुले, चिसो पनि हुँदैन। अनि हामी चाहिँ अब खोपडुङ्गा भन्ने ठाउँमा पुगेछौँ। अनि यहाँ माथि चाहिँ त्यो जङ्गलमा चाहिँ एक्सर्साइज गर्दछन् गाइजहरू। यस्तै छ। हेर्नुहोस् गाइजहरू हेर्नुहोस्, यो चाहिँ मेरो मिजी हो। आज चाहिँ भोलि चाहिँ मेरो बरुको चाहिँ ऊ हो क्या, बाजे भन्दै जिउँदो बोजो के बाजेको। भाइको के पर्यो रे? भाइको के पर्यो रे? हुनुहुन्छ दाइ पर्यो? ल ठिक छ, हिरा गाइजहरू चाहिँ यहाँ चाहिँ अलि हाँक्दैछन्। अनि अलिकति चरा देखेको थिएँ, तपाईँहरूलाई देखाउनु मिल्दैन, क्यामेरा राम्रो छैन हजुर। अनि यस्तै छ जिन्दगानी। वी आर डोल्पाली ग्याङ। अनि दाजुको पारा त देख्नुभयो होला। यो हिँड्नै बन्द गरेको क्या गाइजहरू। लाइक सब्सक्राइब गरेपछि हिँड्छ होला। खै लाइक सब्सक्राइब गर्नु होला। आफै हिँड्छ। लाइक सब्सक्राइब गर्नु होला। अनि साथमा बेल आइकन पनि दबाउनु होला। यता जङ्गलको बिचमै छौँ अझै पनि। अब हाम्रो गाउँ निस्किन चाहिँ धेरै समय लाग्छ। गाइजहरू हेर्नुहोस् त, यो बाख्रालाई चाहिँ रोड मुनिको चाहिँ लगाव भइसक्यो गाइजहरू। यहाँ उड्दैन। खोइ भाइ गएर उठा त। गएर हाक त मेरो भाइ। गुड। तेरो दाजुले हान्न। अलि उताबाट लैजान। त्यहाँबाट लग्छ। माथि ल्याएन। दिनभरि चरेर पनि हेर्नु न गाई। हेरी गाई, यो गाई पनि गाह्रो छ गाइजहरू। यस्तै छ। बल्ल माथि आएको छ। अब हिँड्न अब हामी लगातार सुरु गरेकै छौँ। अन्त्य पनि छैन। गाउँ पुगेपछि चाहिँ अलि डिटेलिङ भिडियो बनाउँला एकछिन। भाइ देख्न सक्नुहुन्छ गाइस, हामी चाहिँ यो अर्को ठाउँमा आइसक्यौँ। यहाँ चाहिँ अलिक डरलाग्दो भिड छ। पहिरो गएर उता गाउँ देखिँदो रहेछ। अलिक क्यामेरा राम्रो भएन कि गाइजहरू, नत्र देखाइहाल्छ जुम गरेर। अब यस्तै भनौँ, भाइ चाहिँ मसँग हिँडिरहेछ। अहिले चाहिँ बाख्रा अलि छिटो हिँडिरहेछ। अब कता भाग्नु गर्छ यो बाख्रो? कबड्डी भइरहेछ त गाइजहरू। दाजु भर्सेस बाख्रो। ल यस्तै छ। मौसम चाहिँ अलि चिसो जाडो तर सुहाना राम्रो। यस्तै हो। अब जबसम्म वैशाख लाग्दैन तबसम्म चाहिँ मौसम यस्तै हुन्छ गाइजहरू। अलि चिसो हुन्छ। हामी चाहिँ यहाँ पुगेको छौँ। अहिले चाहिँ तलको चाहिँ जङ्गल त्यति छैन, माथि फेरि घना जङ्गल छ कि गाइजहरू, देख्न सक्नुहुन्छ। गाइजहरू कुनै दिन बर्ड हन्टिङ ब्लग पनि हाल्छु म। अनि अहिले चाहिँ अब काम परिरहेको छ, त्यति भिडियो नि हाल्दैन। यो चाहिँ फर्स्ट भिडियो हो। अब सब्सक्राइब र लाइक गर्नु होला। अनि साथमा रहेको बेल आइकन दबाउनु होला।
यस्तै छ डोल्पाको जिन्दगानी। तल खोला ठुलो भेरी अनि यता माथि सबै जङ्गल। यहाँतिर हामी कालिज हान्न आउँछौँ अनि यस्तै छ। बाख्रा ल्याउँदै माथि चाखुरा देख्यौँ हामीले चाख्रो अनि अलि अब बेलुकातिर हान्न आइन्छ होला जस्तो। तर बेलुकामा मेरो क्यामेरा नि काम छैन यो मोबाइलको काम छैन कि अहिले कालिज चढिरहेछन् चाखुरा। चाहिँ उता मनसा बोरा मनसा बोरा अहिले त्यति म हाँसो ठट्टा गरेँ अनि हामी एकै सन्तान गर्दै एकै देउता मान्ने एकै भोरा हो र त्यही भएर त हाम्रो बिहा चल्दैन अन्य काम चल्छ होइन बिहा चाहिँ चल्दैन हामी एकै भोरा हो देउता एकै मान्ने हामी बरु नाम के हो इन्द्रबहादुर बोहरा ए गाइजहरू हामी चाहिँ अब नुनपानी भन्ने ठाउँमा चाहिँ आयौँ बाटामा चाहिँ बरुलाई भेटेको थियौँ। बरु चाहिँ आफ्नो चिन्तानको मान्छे हुने रहेछ। अब गाउँ पुग्न धेरै त छैन 20-30 मिनट होला। त्यही हो गाइजहरू। अनि अगाडि नै मान्छे आउँदैछन् हामी मान्छेले घेरिएका छौँ। यस्तै छ भाइको अलि मताइ छ यहाँ अनि गाइजहरू फाइनली हामी गाउँ पुग्यौँ बच्चाहरू छन् अनि गाउँ पुगेछौँ। अब थोरैमा गोठमा पुग्छौँ अनि त्यसपछि अलि अब हामी गोठमा पुगिसकेछौँ। अब यसलाई बन्द गर्ने हो हिँड गदा मुतिर सेयर गाइजहरू हामी चाहिँ अब घरमा पुगिसकेछौँ। यहाँ हेर्नुहुन्छ मेरो कोठाको अवस्था। जस्ट अब लाइक एन्ड सब्सक्राइब गरिदिनु होला हामी ब्लगलाई। भोलिको पनि अब तस्बिर त हजुरलाई देखाउने छु। हामी चाहिँ एक्टिभ त होइन नयाँ हो अब एक्टिभ गर्छौँ। लाइक एन्ड सब्सक्राइब जति सक्दो सेयर एन्ड लाइक एन्ड सब्सक्राइब गर्नु होला। त्यही हो कस्तो लाग्यो